दर्शकगण यो वर्षको प्रतीक्षित चलचित्र हो बलिदान र बलिदान भन्ने सिनेमा असोजको 13 गतेबाट रिलिजमा आउँदैछ र असोजको 13 गतेबाट रिलिजमा आउने यो सिनेमाले सिनेमा इन्डस्ट्रीलाई फेरि हलसम्म दर्शक फर्काउँछ र सिनेमा इन्डस्ट्रीको माहौल तताउँछ भन्ने अपेक्षा धेरैको छ। यस कारणले गर्दा यो सिनेमाको हिजो रिलिज हुने भनिएको एउटा गीत जुन आज आएको छ बलिदान जय बलिदान भन्ने त्यो गीत रिलिज भइसकेसँगै दर्शकहरू पनि अलिकति बढी यो गीतलाई हेरेर ओहो यो फिल्म त राम्रो बनेको छ कि गीत त गजबको आयो भनिरहनु भएको छ र सिङ्गो सिनेमा इन्डस्ट्री यो गीतलाई साथ दिउँ, सिङ्गो सिनेमा इन्डस्ट्री यो गीतलाई सेयर गरौँ, सबैजनाले एक अर्कासँग मिलेर यो गीतलाई हिट बनाऊ, यो गीतलाई दर्शकसम्म पुर्याउँ मेरो आग्रह छ। अब गीतको बारेमा कुराकानी गर्छु म। सुजन चापागाईको स्वर र सङ्गीत रहेको गीत जहाँ हर्क साउदको शब्द रहेको छ दर्शकबिन र हर्क साउदले यति मिठा शब्दहरू लेखेका छन् आफ्नो आमाको लागि, आफ्नो आमाको त्याग समर्पणको लागि एकजना छोराले गरेको जुन खालको अपिल छ, एकजना छोराले जुन खालको मनमा बाचा लिएर हिँडेको छ त्यो बाचालाई यहाँ देखाइएको छ। म शहीद भइहालेँ तिम्रो लागि, मैले लड्दा लड्दै म शहीद भएँ भने पनि अर्को जुनीमा तिम्रै कोखबाट जन्मिन पाऊँ भन्ने खालका शब्दहरू छन्। यसले दुईवटा कुरा बोल्छ। एउटा समीर भट्टले आफ्नी आमा रिचा शर्माको लागि बोलेको भन्ने भाव हामीले बुझ्न सक्छौँ र अर्को समीर भट्टले देश अझ भनौँ हाम्रो जननीको लागि बोलेको भनेर हामीले बुझ्न सक्छौँ। भनेपछि देश आमा र आफ्नी आमाको लागि समीर भट्टको आहुतिको गीत यो गीतले बोलेको छ। यो गीतका शब्दहरू साह्रै मिठा छन् र जुरुक जुरुक बोक्ने खालका छन्। तपाईँले हेर्नुभयो भने गीतको म्युजिक हेर्नुहोस् त्यस्तै मिठो छ। सुजन चापागाईको स्वर आफैमा पनि बुलन्द छ र हर्क साउदले निकै मिठो शब्द कोरेका छन्। दर्शकबिन तपाईँलाई जानकारी गराउँ, सन्तोष सेनको निर्देशनमा तयार भएको यो सिनेमा जुन असोजको 13 गतेबाट आउँदैछ, जहाँ तपाईँलाई थाहा छ होला समीर भट्ट छन्, रिचा शर्मा, सौगात मल्ल, त्यस्तै गरी अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राय, सन्तोष सेन थुप्रै कलाकार यो फिल्ममा छन्। प्रेम पुरीको पनि यो फिल्ममा मुख्य भूमिका रहेको छ दर्शकबिन र यो सिनेमाको यो गीतले दर्शकहरूलाई हलसम्म तान्नको लागि ठुलो भूमिका खेल्छ भन्ने मेरो बुझाइ छ। गीतका शब्दहरूले अहिलेको जुन खालको बलिदान नेपालीहरूले दिएका छन् देशको लागि त्यो खालको बलिदानलाई यो गीतले पनि टचअप गरेको छ। त्यसकारणले गर्दा अझै बढी रिलेट हुन्छ यो गीतसँग हाम्रो भावना र यो भावनालाई बलिदानले पोखेको छ भन्ने मलाई लाग्छ। बलिदानको टिमलाई धेरै धेरै शुभकामना, धेरै धेरै बधाई छ। यो सिनेमा चल्यो, यो सिनेमाले दर्शकलाई हलसम्म फर्कायो भने नेपाली फिल्मको माहौल फर्किनेछ र त्यसपछि रिलिज हुन लागेका वा त्यो फिल्म सँगसँगै रिलिज हुन लागेका थुप्रै फिल्मलाई पनि फाइदा पुग्नेछ। त्यसकारण म भन्छु यो गीत बुलन्द छ र यो गीतलाई सबैजनाले सेयर गरेर साथ दिनुहोला, किनकि यति बेला सिङ्गो कला क्षेत्र एकजुट हुनुपर्ने अवस्था छ र बलिदानको निर्माताले जुन तरिकाले निर्धारित मितिमै सिनेमा रिलिज गर्ने आँट गरेका छन् त्यो गजब छ। र तपाईँले बलिदानको यो गीत हेर्नुभयो भने सिनेमाको कथासार बुझ्न सक्नुहुन्छ। यो सिनेमाले आफ्नी आमाको लागि र आफ्नो देशको लागि एउटा सन्तानले गर्ने जुन त्याग तपस्या र बलिदान कथा छ त्यसलाई प्रस्तुत गर्छ। र समीर भट्ट तपाईँले हेर्नुभयो भने समीर भट्टको गेटअप हेर्नुहोस्, उनको गेटअपले पनि उनी कस्तो खालको पात्रको भूमिकामा छन् भन्ने कुरा यहाँबाट महसुस गर्न सकिन्छ। आफ्नो आमाको लागि, देश आमाको लागि उनको छटपटी कस्तो छ भन्ने कुरा पनि यो गीतबाट महसुस गर्न सकिन्छ। त्यसकारणले गर्दा यो गीत बुलन्द छ। मैले फेरि पनि भने यो गीतले दर्शकलाई हलसम्म फर्काउँछ, बलिदानले दर्शकलाई हलसम्म फर्काउन आवश्यक छ। बलिदानको टिमलाई धेरै धेरै शुभकामना र म बधाई ज्ञापन गर्न चाहन्छु।